तपाईँ रातभरि घुरेर एकदमै तनावग्रस्त हुनुहुन्छ। रातभरि घुर्नाले मिठो निन्द्रा पर्दैन र बिहान उठ्दाखेरि शरीरमा भारीपन आउँछ। यस्तो समस्या छ भने घुर्नको लागि रोक्ने अत्यन्तै महत्त्वपूर्ण 3 टेक्निक लिएर आएको छु। पहिलो हो यसरी दुवै हातलाई टक्क नाकको दायाँ बायाँ राख्ने, नाकको प्वालहरूलाई आधा बन्द गर्ने र भमराको जस्तै आवाज निकाल्ने। यसले हाम्रो नाकमा नाइट्रिक अक्साइड क्रिएट गर्छ, जसले हाम्रो नेजल फ्लोलाई राम्रो गरिदिन्छ। जब हाम्रो नाकमा श्वासको प्रवाह राम्रो हुँदैन हामी घुर्छौँ, तर यसरी यो प्राणायाम गर्नाले यो घुर्ने समस्या बन्द हुन्छ। नाकलाई थोरै मात्रै खोल्नुस्, अरू पुरै बन्द गर्नुस् र पुरै भाइब्रेसन यो प्यासेज हुँदै 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 यहाँ भित्रैसम्म गएको अनुभव हुन्छ। फेरि गर्नुस् त। यसलाई 21 पटक गर्नुस्। अर्को हो उज्जाई प्राणायाम। जब हाम्रो एयर पाइपमा राम्रोसँग एयर फ्लो हुन सक्दैन, घुर्ने समस्या हुन्छ र जब मसल्सहरू राम्रोसँग कसिलो हुँदैन र धेरै भाइब्रेट हुन्छ, घुर्ने समस्या हुन्छ। उज्जाई वृद्धिमा के गर्छौँ, यो पुरैलाई कसिलो पार्दै हामीले स्नोरिङ आवाज निकालेर सास लिने छोड्ने गर्छौँ। यसलाई 21 पटकसम्म दोहोऱ्याउनुहोस्। यसले तपाईको घुर्ने समस्यालाई नियन्त्रण गर्छ। अर्को हो फोर्सफुल अल्टरनेट नोस्ट्रल ब्रिदिङ। यसले तपाईको जुन सासको प्रवाहलाई एकदमै राम्रो गर्छ, त्यहाँ जति पनि ब्लकेजहरू छ, म्युकसहरू छ, त्यसलाई क्लियर गरिदिन्छ। के गर्ने, यसरी इन्डेक्स फिङ्गरलाई थर्ड आईमा राख्ने, जोडसँग लेफ्टबाट लिने र राइटबाट छोड्ने, राइटबाट लिने र लेफ्टबाट छोड्ने, लेफ्टबाट लिने र राइटबाट छोड्ने। यसलाई फटाफट छिटो छिटो करिब 40-50 राउन्ड गर्ने। यसरी 40-50 राउन्ड गर्नुहोस् र साथसाथै साँझ सुत्नुभन्दा आधी घण्टा अगाडि 1 गिलास तातो पानीमा 1 चम्चा मह, आधा चम्चा बेसार र आधा टुक्रो कागतीलाई राम्रोसँग निचोरेर पिइदिनुहोस्। यसले तपाईको घुर्ने समस्या कम गर्छ। महले पुरा घाँटीलाई क्लियर गर्छ। बेसारले जति पनि इन्फ्लामेसन छ, सुन्निएको छ नाक र घाँटीका जुन एयर पाइपमा, त्यसलाई रिमुभ गरिदिन्छ। कागतीले हाम्रो घाँटी तथा नाकमा रहेको कफलाई रिमुभ गरिदिन्छ, हटाइदिन्छ। यो 3 चिजलाई मिसाएर पिउनाले तपाईको घुर्ने समस्या हदैसम्म कम हुन्छ। यसलाई नियमित रूपमा 1 महिना गर्नुहोला। यस्तै धेरै जानकारीको लागि हामीलाई फलो गर्न नभुल्नुहोला।